हेलो साथीहरु सबैजना नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। म पनि सन्चै छु। अहिले बिहानको 7 बजे आज पनि बिहानैदेखि मैले भिडियो सुरु गरेँ। मैले सबभन्दा पहिले मैले लुगा मसिनमा हाले। 1 घण्टा पुरै लाग्छ लुगा धुनलाई। त्यसपछि दुध आएको थियो, दुध गरम गरेर फेरि मैले 1 गिलास गरम पानी बनाएर खाएँ। त्यसपछि मैले हिजो राति धोएको भाँडाहरू मैले सबै मिलाएर राखेँ। फेरि अनि तरकारी आलु अनि टमाटर लौको काटेर मैले तरकारी पकाउन सुरु गरेँ। त्यसपछि अलिकति बचाएँ मैले साँझको लागि पनि तरकारी। फेरि मैले कडाई राखेँ, तेल हालेँ। त्यसपछि मैले जिरो धनियाँ पिसेर ल्याएँ। फेरि मैले तरकारीमा हालेर पकाएँ। त्यसपछि मैले गहुँको पिठो मुछेँ। मैले रोटी पकाएँ। रोटी पकाइसकेपछि फेरि मैले छोरालाई बोलाएँ। छोरालाई मैले रोटी अनि मही अनि तरकारी हालेर दिएँ। त्यसपछि मैले बुढाको लागि पनि टिफनमा हालेँ। आज मही टिफन लगेर जान्छु। त्यसपछि मैले आफूले पनि खाएँ। खाइसकेपछि फेरि मैले भाँडाकुँडाहरू ग्यासहरू सबै धोएँ। आज चाहिँ पसन्द महिनामै खाना पकाउँछु दिउँसोको भन्छु चाहिँ त्यसैले। त्यसपछि मैले मसिनमा लुगा हालेको थियो त्यो पनि धोइसक्यो। फेरि घाममा हालेर म र मेरो छोरा पसलमा आएँ।